आजको भिडियोको शीर्षक रहेको छ पानीमा डुब्नबाट बच्न कसरी सकिन्छ। गर्मीको मौसमसँगै खोलानालामा नुहाउने तथा पौडी खेलेर रमाइलो गर्ने क्रममा पानीमा डुबेर हुने दुर्घटनाबाट बच्नको लागि निम्न उपायहरू अपनाउन सकिन्छ। नम्बर 1 मा रहेको छ नुहाउने ठाउँ छान्दा गहिरो ठाउँ अथवा पानी छिटो बगेको ठाउँ नरोज्नुहोस्। नम्बर 2 एक्लै पौडन वा नुहाउन नजानुहोस्। नम्बर 3 नुहाउँदा अथवा पौडन जाँदा लाइफ ज्याकेटको प्रयोग गर्नुहोस्। यदि लाइफ ज्याकेट छैन भने कुनै वस्तुलाई समाएर नुहाउने गर्नुहोस्। नम्बर 4 पौडन जान्ने भए पनि पानीमा मजाक नगर्नुहोस्। नम्बर 5 खोला नालामा पौडन जान्ने मान्छे भए पनि प्राय ताल पोखरीमा पौडँदा धेरै टाढा नजानुहोस्, किनभने खोलाको पानीभन्दा ताल पोखरी रहको पानी गिलो हुने हुनाले टाढासम्म जाँदा छिटो थाकिने समस्या हुन्छ र तैरनमा समस्या पर्छ, जसको कारण डुबिने समस्यामा पर्न सकिन्छ। नम्बर 6 गहिरो ठाउँ ताल पोखरीमा पौड्दै हुनुहुन्छ भने टेकेर ठाउँ खोज्ने प्रयास नगर्नुहोस्, जसले दुर्घटना झन् निम्त्याउन सक्छ, किनभने नाक, मुख, आँखामा पानी पसेर आफ्नो सन्तुलन गुम्ने डर हुन्छ। नम्बर 7 एकदमै शान्त रहनुहोस्। डर अथवा घबराहटले झन् डुब्न सकिन्छ। सकेसम्म गहिरो सास लिनुहोस् र शान्त रहनुहोस्। नम्बर 8 आकाशतर्फ फर्किएर उत्तानो परेर सुत्नुहोस्, जसले आँखामा, नाकमा, मुखमा पानी पस्न दिँदैन र आफ्नो सन्तुलन कायम राख्न मद्दत गर्दछ। नम्बर 9 सहयोगको लागि कराउनुहोस् अथवा कसैलाई बोलाउनुहोस्। नम्बर 10 तपाईको शरीरमा लुगा, कपडा, जुत्ताहरू छन् भने शरीरबाट हटाउनुहोस्, जसले तपाईको वेट घटाउँछ र उत्रन सहयोग गर्दछ। नम्बर 11 सकेसम्म छेउतर्फ जाने प्रयास गर्नुहोस्। नम्बर 12 तपाईको नजिकै कुनै उत्रने वस्तु छन् भने समाउनुहोस्। नम्बर 13 यदि कुनै डुबेको मान्छे देखेमा आफू पौडिन जान्ने भए पनि सिधै नजानुहोस्, किनभने डुबेको मान्छेले आत्तिएर तपाईलाई पनि समाएर डुबाउन सक्ने सम्भावना हुन्छ। तसर्थ डुबेको मान्छे देखेमा कुनै लट्ठी अथवा डोरी दिएर बचाउने प्रयास गर्नुहोस्, अथवा डुबेको मान्छेको टाउकोमा समाएर निकाल्ने प्रयास गर्नुहोस्। बचाउने मान्छेले सकेसम्म डुबेको मान्छेको हातबाट बच्नुहोस्। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। साथै मन परेमा लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। तपाईको एक सेयरले कसैको ज्यान जोगाउन सक्छ। हस्त, धन्यवाद।